हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आयो हजुर नि सन्चै हुनुहुन्छ होला, म नि सन्चै छु। आज चाहिँ 12 बजिसक्यो यहाँको। 12 बजे चाहिँ आज फर्स्टमा अब खाना खान म जान्छु। आज यहाँ यो गाडी सकेर जाँदैछु। अब यो गाडी अब उता ड्राइभर यो पर्ची बिल ल्याउँदैछ के, पर्चीहरू ल्याउँदैछ आफ्नो। अब यहाँनिर ट्राफिकहरू रोक्छन्, ल्याउँदैछ। अब यो अनि जान्छ। यो बङ्गाली भाइ चाहिँ ऊ त्यहाँभित्र छ, देखिला होइन। आज चाहिँ मार्केट ओपन भएको दोस्रो दिन भइसक्यो। कस्टमरले लास्टै भेट्छन् कि कस्टमरले लास्टै भेट्छन्। आज चाहिँ बङ्गाली आज चाहिँ मैले मार्केटदेखि एउटा सुपरभाइजरलाई भनेर एउटा ऊ लिएर आएको थिएँ, भाउचर। यो भाउचर दियो भने 3 रुपियाँमा मात्रै 40 रुपियाँ केजी पर्ने वालो माछा मिल्छ एउटा। त्यही भएर सुपरभाइजरलाई भनेको, मलाई दे एउटा, म नि खान्छु माछा भनेर दिइसक्यो। अरूलाई चाहिँ दिएन। हेर्नु होला, अब सबै ऊ भइसक्यो। अब मार्केट नि खुलिहाल्यो, सबै गाडीहरू कारहरू पार्किङ राखेछन्। के गर्ने, अब म नि खाना खान जान्छु। हाम्रो चाहिँ किचन चाहिँ गाइज यो हो। नराम्रो भयो भने राम्रो भयो भने के गर्नु, बस्नै पर्छ। आयो यो ब्लग हजुर राम्रो लाग्यो, लाइक सब्सक्राइब गरिदिनु होला, सपोर्ट नि गरिदिनु होला। अब भेट्छौँ अर्को ब्लगमा।